Alrighty. Alrighty. ओके हाम्रो नर्मल्ली रिपोजिटरीको स्ट्रक्चर कस्तो हुन्छ भन्दा इकमर्स भयो होइन त्यसमा सबै सर्भिसको छुट्टै छुट्टै फोल्डर हुन्छ अनि सबै फोल्डरभित्र त्यसको सोर्स फाइल टेस्ट फाइल अनि डकर फाइल त्यसको सब फोल्डर अथवा सब फाइल्सहरू हुन्छ फ्रन्ट एन्डको छुट्टै भइहाल्यो डकर कम्पोज जुन मेन हुन्छ त्यो छुट्टै भइहाल्यो अनि डट गिटअप त हामीले गिट इनिट गर्ने बेलामा आइहाल्छ होइन अनि हामीले गिटअपमा नै युज गर्छौँ अनि त्यसको वर्क फ्लोजहरू अब हामीले काम सुरु गर्दाखेरि कहाँबाट सुरु गर्छौँ भन्दाखेरि एपिआईबाट सुरु गर्छौँ किनकि मल्टिपल मान्छेहरूले सँगै काम गरिरहेको छ सुरुमा की आइडिया के हो त की आइडिया भनेको मल्टिपल डेभलपर्सले सेम कोडमा काम गर्नु पर्दैन सेम टाइममा काम गर्नु पर्दैन आफ्नो ब्रान्च हुन्छ अनि आफ्नो ब्रान्चमा आफ्नो फाइल्स हुन्छ अनि त्यो फाइल्सभित्र आफ्नो ब्रान्चभित्र काम गर्छ जस्तो कि यदि एउटा इकमर्स सिम्पल इकमर्स छ भने त्यो इकमर्समा युजर सर्भिस हुन्छ प्रडक्ट सर्भिस हुन्छ अर्डर सर्भिस हुन्छ अनि यो सबैलाई चाहिँ छुट्टा छुट्टै डेभलपर्सहरूले छुट्टा छुट्टै तरिकाले काम गर्छ सबैले कमन काम के गर्छ भन्दाखेरि एउटा एपिआई गेटवेमा लगेर चाहिँ इन्टिग्रेट गर्छ उनीहरू त्यो एपिआई गेटवेको लागि उनीहरूले आफूले जुन सर्भिस बनाएको छ त्यो सर्भिसको एउटा युआरएल दिनुपर्ने हुन्छ त्यो युआरएल चाहिँ गेटवेसँग कनेक्ट गर्नुपर्छ अनि यदि मैले प्रडक्ट सर्भिसमा काम गरेको छु अथवा राम श्याम गीता सीताहरू छ अरे होइन राम श्याम र गीता छ भनौँ तिनजना रामले युजर सर्भिसमा काम गर्यो श्यामले प्रडक्ट सर्भिसमा काम गर्यो गीताले अर्डर सर्भिसमा काम गर्यो रामले युजर सर्भिसमा काम गरिरहेको छ अनि प्रडक्ट सर्भिस छ अनि प्रडक्ट सर्भिसमा चाहिँ युजर सर्भिसको केही डेटाहरू चाहियो भने अब यिनीहरू दुइटा बिचमा केही पनि हुँदैन के हुन्छ भन्दाखेरि यहाँ बिचमा एउटा एपिआई गेटवे हुन्छ अनि युजर सर्भिसले चाहिँ एउटा आफूले काम गरेर भ्याएपछि अब उसको गेटवेलाई चाहिँ एउटा लिङ्क बनाउँछ जुन चाहिँ यो कनेक्ट गर्ने गेटवे छ नि यो तिनटैलाई कनेक्ट गर्छ एक्चुअली अनि यो गेटवेमा यसले यो प्रडक्ट सर्भिसलाई यसको डेटा चाहिएपछि यसले यो गेटवेमा भन्छ कि मलाई यहाँको एउटा डेटा चाहियो युआरएल चाहिँ यस्तो हुन्छ भनेर यसले यहाँ रिक्वेस्ट गर्छ यसले यहाँ हेर्छ केही छ भने यहाँबाट माथि जान्छ अनि यसलाई दिन्छ होइन अब प्रब्लम कतिखेर आउँछ भन्दाखेरि जब कि रामले युजर सर्भिसको काम भ्याइसकेको छैन र यो नभ्याइन्जेलसम्म यो स्यामले चाहिँ प्रडक्ट सर्भिस काम भ्याउन सक्दैन भने त्यो केसमा हामीले फेक एपिआईको फर्मेट बनाउँछ किनकि सबै काम हुने त भेरिएबलमा हो सो युजर सर्भिसमा काम गर्ने रामले के गर्छ भन्दा जुन चाहिँ गेटवे हुन्छ जुन चाहिँ एपिआई हुन्छ एपिआईमा उनीहरूले तान्ने डेटा उनीहरूले युज गर्ने डेटा कस्तो हुन्छ अथवा लास्टमा जुन एपिआईको युआरएल बनाउँछ नि त्यसमा कस्तो कस्तो खालको डेटा हुन्छ भन्ने उसलाई आइडिया हुन्छ अलरेडी सो फेक डेटा एउटा चाहिँ फेक डेटा हालेर अनि मक युआरएल बनाउँछ अनि मैले सबै भ्याएपछि चाहिँ यस्तै बन्छ है भनेर चाहिँ उसले प्रिडिफाइन गरेर राख्दै हुन्छ सो जब यसलाई केही कामको लागि चाहिएको हुन्छ उसले गेटवे एपिआई गेटवेमा रिक्वेस्ट गर्छ एपिआईले यताको एपिआई हेर्छ अनि त्यहाँ चाहिँ त्यतिखेर फेक डेटाहरू निस्किन्छ होइन अनि त्यो फेक डेटाहरू युज गरेर यसले आफ्नो काम गर्छ अब जब रामले भ्याउँछ भ्याएपछि ल मैले भ्याएँ भन्छ अनि त्यसपछि जुन चाहिँ यसको रियल डेटा गएर बस्ने जुन एपिआई हुन्छ त्यसको युआरएल चाहिँ यो छ है भनेर भनेपछि अनि अब स्यामले जुन फेक डेटा युज गरिरहेको थियो त्यसको साटो रियल डेटा भएको जुन एपिआईको युआरएल बनेको हुन्छ अनि त्यसमा चाहिँ एउटा युआरएल मात्र चेन्ज गरिदिन्छ भित्र कोड केही पनि चेन्ज गर्नु पर्दैन किनकि फर्मेट यसले भनिसकेको छ त्यही फर्मेटमा यसले काम गरिरहेको छ जुन रियल डेटा छ त्यसलाई हालिरहेको छ त्यो फेक डेटाको साटो अनि त्यो भएपछि चाहिँ राम श्याम गीताहरूले एकअर्काको डेटा पनि युज गर्न पायो यदि अर्कोको काम भ्याइएको छैन भने र भ्याइएको छ भने भइहाल्यो र यिनीहरूले आफ्नो उसमा काम गर्छ आफ्नो ब्रान्चमा काम गर्छ पहिलो कुरो दोस्रो कुरो आफ्नो ब्रान्चभित्र आफ्नो फाइल्समा काम गर्छ सो ब्रान्च मर्जिङ पनि हुन्छ फाइल्स मर्जिङ पनि हुन्छ अनि त्यो भएपछि चाहिँ एकदम सजिलो हुन्छ अब यसमा अर्को थाहा पाउनुपर्ने कुरा भनेको सुरुमा गिट सबैले आफ्नो ब्रान्चहरू जस्तै फिचर स्ल्यास युजर लगइन एउटालाई काम गर्यो होइन अथवा युजर सर्भिस एउटाले काम गर्यो प्रडक्ट सर्भिस भनेको फिचर स्ल्यास प्रडक्ट सर्भिस अर्को ब्रान्च हो त्यसमा काम गर्छ फिचर स्ल्यास अर्डर सर्भिस अर्को ब्रान्च हो त्यसमा अर्कोले काम गर्छ अनि त्यो आफ्नो ब्रान्च छुट्याएपछि हामीले के गर्छौँ एपिआई कन्ट्र्याक्ट्समा ध्यान दिन्छौँ
भनेको एपिआई इन्पोइन्ट्स के हो, त्यो सबै टिम बसेर एपिआई इन्पोइन्ट्स चाहिँ हुन्छ है। जस्तो कि प्रडक्टमा काम गरिरहेको छ भने गेटको /product/id हो, यो भनेको चाहिँ एउटा युआरएल भयो र जुन अघि युआरएल कुरा गरेको थियो, यो चाहिँ एउटा युआरएल भयो। अब प्रडक्टको केही पनि डेटा चाहियो भने यो युआरएल हुन्छ है भनेर भन्छ, अनि त्यसले चाहिँ product/1 गऱ्यो भने आइडी नम्बर 1को यो युआरएल आउँछ। अनि यसमा मक सर्भिसेसहरू सुरुमै बनाउँदाखेरि चाहिँ सबैलाई सजिलो हुन्छ कि कस्तो खाले सर्भिसमा चाहिँ हामी हेरिरहेको छौँ, अनि त्यो सर्भिसमा कस्तो खाले डेटाहरू चाहिँ हामी हाल्छौँ भनेर। सो फर इन्स्टेन्स सबैले product/1मा काम गऱ्यो भने अब product/1मा के हुन्छ, आइडी हुन्छ, नेम हुन्छ, प्राइस हुन्छ भनेर भन्यो। अनि त्यो चाहिँ हामीले यो चाहिँ फेक डेटा छ, अनि यो चाहिँ यस्तो खाले हुन्छ भनेर एउटा इक्जाम्पलदेखि हेऱ्यौँ। अब त्यो चाहिँ हामीले लोकल होस्टमा पछि त्यो प्रडक्ट सर्भिस बनिसकेपछि चाहिँ यसलाई फेच गर्दाखेरि जुन चाहिँ रियल डेटा हुन्छ त्यो रियल डेटामा चेन्ज हुन्छ भनेर भन्न सक्छौँ। अब यसमा अर्को इम्पोर्टेन्ट कुरा भनेको जहाँ चाहिँ कन्फ्लिक्ट हुन्छ त्यो भनेको डेटाबेस हो होइन। यदि अब युजर सर्भिस छ, प्रडक्ट सर्भिस छ, अनि अर्डर सर्भिस छ भने युजर प्रडक्ट अर्डर छ भने युजरले आफ्नै डेटाबेस हुनु पऱ्यो, इन्डिपेन्डेन्ट डेटाबेसमा काम गर्छ, प्रडक्टले इन्डिपेन्डेन्ट डेटाबेसमा काम गर्छ। सबैले आफ्नो इन्डिपेन्डेन्ट डेटाबेसमा काम गर्यो भने अब कसैले पनि यसले अर्को मान्छेको डेटाबेसलाई के गर्दैन भन्दा डिस्टर्ब गर्दैन, त्यसले गर्दा चाहिँ कन्फ्लिक्ट हुँदैन। अब यो चाहिँ इन्डिपेन्डेन्ट डेटाबेसलाई कसरी हेर्ने अनि कसरी ह्यान्डल गर्ने भन्ने छुट्टै कुरा भयो। अनि त्यो यदि इन्डिपेन्डेन्ट भयो भने चाहिँ जो सजिलो हुन्छ। त्यसपछि आउँछ फिचर ब्रान्चेस र पुल रिक्वेस्ट। अब सबैले आफ्नो काम भ्याएपछि, जस्तो कि रामले काम भ्यायो, रामले के गरेको थियो, फ्युचर युजर सर्भिसेस, स्यामले प्रडक्ट सर्भिसेस, गीताले सर्भिस गर्थ्यो, गीतालाई हाले अर्डर सर्भिसेस गरेको थियो अरे होइन। अब एउटाले काम भ्यायो भने उसले युजर सर्भिसेस भ्यायो भने उसले पुल रिक्वेस्ट गर्छ। पुल रिक्वेस्ट गरेपछि सिआईले टेस्टिङ गर्छ, अनि सिआईले टेस्ट गरेपछि मर्ज हुन्छ मेनमा। अब कुनै केसमा चाहिँ कोड रिभ्यू गर्ने एउटा मान्छे हुन्छ, कोड रिभ्यू गर्ने मान्छे अथवा अटोमेटेड गर्ने भयो। अटोमेटेड गर्ने केसमा जस्तो कि युजर सर्भिस भयो, त्यो बिल्ड हुन्छ, युनिट टेस्ट गर्छ, इन्टिग्रेसन टेस्ट गर्छ, लिन्ट गर्छ, भनेको लिन्टरले टेस्ट गर्छ, अनि त्यसपछि टेस्ट इन्भाइरोमेन्टमा डिप्लोय गरिदिन्छ। अनि केही बिचमा ल्याङ भयो भने मर्जलाई रिजेक्ट गर्छ, मर्जलाई रिजेक्ट गरेको देख्छ रामले, अनि फेरि कहाँ चाहिँ प्रब्लम आएछ हेर्छ, अनि त्यो मिलाउँछ होइन। अब इन्टिग्रेसन इन्भाइरोमेन्ट चाहिँ कस्तो हुन्छ, अथवा टेस्ट इन्भाइरोमेन्ट कस्तो हुन्छ, जुन यो बिल्ड गर्यो, त्यसपछि इन्डिभिजुअल टेस्टिङ गर्यो, युनिट टेस्ट गर्यो, इन्टिग्रेसन टेस्ट गर्यो, लिन्ट गर्यो, अनि डिप्लोय गर्छ टेस्ट इन्भाइरोमेन्टमा। टेस्ट इन्भाइरोमेन्ट भनेको फर इक्जाम्पल युजर सर्भिस, प्रडक्ट सर्भिस, अर्डर सर्भिस भयो, यो सबैलाई एकैचोटि चलाउनलाई चाहिँ डकरको युज गर्छौँ हामीले, अथवा क्युबरनेटिक्स युज गर्नु भयो, डकर कम्पोज अप गर्छौँ सबैलाई एकैचोटि। अनि त्यतिखेर चाहिँ बल्ल हामीले इन्टिग्रेसनमा केही प्रब्लम छ भने अनि त्यो प्रब्लम चाहिँ हामीले यो टाइममा चाहिँ देख्छौँ, अनि सबै सर्भिस कम्बाइन भएको हुन्छ। अब रियलमा काम गर्ने एउटा वर्क फ्लो भन्दाखेरि सुरुमा अब सबैले एउटा एपिआईमा अग्री गर्ने हुन्छ, युजरको यो एपिआई हुन्छ, प्रडक्टको यो एपिआई हुन्छ, अर्डरको यो एपिआई हुन्छ होइन। सो हामीले हेर्नु पऱ्यो कि कम्पोनेन्ट्स कतिवटा छ, अनि त्यो कम्पोनेन्ट्समा कसरी चाहिँ एपिआईले काम गर्छ। अनि डे 2मा चाहिँ अब आफ्नो इम्प्लिमेन्टेसन हुनु पऱ्यो। अनि त अब डे 0 भनेको गिट हो, गिटमा अब फिचर हुन्छ, ब्रान्च हुन्छ, ब्रान्चलाई आफ्नो ब्रान्च कुन हो भनेर डिस्ट्रिब्युट गर्नु नि भयो। अनि तर त्यो चाहिँ नर्मली एपिआई डिस्ट्रिब्युट गर्दाखेरि नि, यदि मैले यो एपिआईमा काम गरिरहेको छु अथवा मैले यो सर्भिसमा काम गरिरहेको छु भने मैले जब पुस गर्छु त्यतिखेर चाहिँ नयाँ फिचर बनाएर नै पुस गर्छु। सो त्यो हिडन जस्तो हुन्छ। अनि त्यसपछि के हुन्छ भन्दा फेक एपिआई, फेक प्रडक्ट्स एपिआई जुन चाहिँ हामीले सुरुमा भनेको थियो मक बनाउने। सो सुरुमै मक बनायो भने चाहिँ सजिलो के हुन्छ भन्दा, यदि अरूलाई कि एउटा अर्को डेभलपरलाई अगाडिको केही डेटा युज गर्नु छ भने उसले चाहिँ मकबाट उठाउन सक्छ, अनि उसले चेन्ज गरेपछि सबैले लास्टमा चेन्ज गर्न सक्ने हुन्छ। अनि सबैले भ्याएपछि मक युआरएललाई रियल प्रडक्ट युआरएलमा चेन्ज गर्न सक्छ। अनि भेरिएबल भएपछि खासै /आइडीहरू युज गर्ने भएपछि त्यो चाहिँ खासै धेरै प्रब्लम हुँदैन। अब गिटले चाहिँ कसरी प्रिभेन्ट गर्छ भन्दाखेरि सबैले आफ्नो फाइलमा आफ्नो फिचरमा आफ्नो ब्रान्चमा काम गरेर हुन्छ, आफ्नो फाइलमा काम गरेर हुन्छ। सो गिटले सबैलाई टिपिकल्ली
मर्ज गर्दाखेरि खतरा तरिका कन्फ्लिक्ट नहुने तरिकाले मर्ज गरिरहेको हुन्छ। टिपिकल्ली अब डेली वर्क फ्लो के हुन्छ भन्दाखेरि दिनदिनै कसरी काम हुन्छ त भनेर हेऱ्यो भने एउटा स्प्रिन्ट प्लान हुन्छ। अनि त्यो स्प्रिन्ट प्लानमा के हुन्छ भन्दाखेरि त्यो एपिआई कन्ट्र्याक्ट्स, कसले कुन एपिआईमा काम गर्ने, कसले कुन फिचरमा काम गर्ने, एपिआईको मक युआरएल रियल युआरएल के हो भन्ने होला फिचर ब्रान्चहरू हामीले डेभलप गर्छौँ, बनाउँछौँ, जेमा काम गर्ने हो त्यसमा चाहिँ फिचर बनायो। अनि त्यसमा सुरुमा एमपी फाइल, त्यसपछि कोड गर्दै जाने, अनि त्यो डेभलप गर्दै जाँदाखेरि इन्डिपेन्डेन्टली जुन डेभलप गर्यो त्यो आफ्नो युजरले आफ्नो फिचरमा पुस्ट गर्दै जाने। अनि यदि डिपेन्डेन्सी चाहियो जुन चाहिँ मिसिङ छ भने जुन मक बनाएको छ त्यो मकलाई युज गर्ने। अनि पुल रिक्वेस्ट ओपन गरिदिने, कोड रिभ्यू हुन्छ, कोड रिभ्यू भएपछि सिआइसिडीले रन गर्छ, अनि मेनमा मर्ज हुन्छ, अनि टेस्ट इन्भाइरोमेन्टमा डिप्लोय हुन्छ। टेस्ट इन्भाइरोमेन्टमा डिप्लोय भएपछि अब सबै काम भइएपछि ल यो चाहिँ युजरले चलाउन लायक छ भनेपछि हामी एक्चुअल प्रडक्सन इन्भाइरोमेन्टमा डिप्लोय गर्छौँ। पुम साका लाग्छ।